नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु म निश्चल केसी। तपाईँ यति बेला हामीलाई इन्फर्मेसन नेपाल अनलाइनबाट हेरिराख्नु भएको छ र त्यसै गरी फेसबुकमा इन्फर्मेसन नेपाल अनलाइनबाट पनि हेर्न सक्नुहुन्छ। र आज म तपाईँलाई एकदमै राम्रो र सस्तो आकर्षक मूल्यमा बिक्रीमा भएको एउटा जग्गाको बारेमा जानकारी दिनको लागि चाहिँ आइपुगिसकेको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला र यो जग्गासम्म कसरी पुग्न सकिन्छ, बाटोको अवस्था के छ भन्ने कुराको जानकारी पनि म तपाईँलाई यो भिडियोमा दिँदै जानेछु। र यति बेला म यो ललितपुरको चापागाउँ भन्ने ठाउँमा छु र चापागाउँबाट यति बेला चाहिँ यो सेराफाट भन्ने ठाउँतिर जाँदैछु। जुन भिडियोमा तपाईँले जुन देखिराख्नु भएको बाटो चाहिँ यो जग्गासम्म पुग्ने बाटो हो। यो बाटो हुँदै हुँदै चाहिँ हामी जग्गासम्म जानेछौँ र यो बाटो तपाईँलाई किन देखाइरहेको छु भने चाहिँ तपाईँ यो बाटो हेरेर पनि यो जग्गासम्म पुग्न सक्नुहोस् भन्ने मेरो उद्देश्य छ। जग्गा एकदमै राम्रो र स्थानमा छ भन्ने कुराको जानकारी चाहिँ मैले प्राप्त गरेको छु। र मलाई यस जग्गासँग सम्बन्धित व्यक्तिले भनेअनुसार चाहिँ जग्गा एकदमै राम्रो र चार कुना मिलेको भर्खरै प्लटिङ गरिएको जग्गा हो। र यो जग्गासम्म पुग्नको लागि चाहिँ लगभग पिच बाटो छ, अलिकति 500 मिटर चाहिँ कच्ची बाटो छ भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको छ। यहाँनिर फुटबल ग्राउन्ड, यो बास्केटबल ग्राउन्ड भयो। यहाँनिर चाहिँ यो जग्गासम्म पुग्नलाई तपाईँ यो भिडियो हेरेर आफै पनि यो जग्गासम्म गइपुग्न सक्नुहुन्छ। त्यसको लागि चाहिँ मैले तपाईँलाई यो भिडियो किन देखाइरहेको छु, बाटोको भिडियो भने यो जग्गासम्म पुग्न चाहिँ कसरी सकिन्छ, बाटोको अवस्था के छ भन्ने कुराको जानकारी दिनको लागि भिडियो बनाएको हो। र म यति बेला जग्गामा आइपुगिसकेको छु। तपाईँले देख्न सक्नुहुन्छ एकदमै चार कुना मिलेका जग्गाहरू, प्लटिङ गरिएका जग्गाहरू, जसमध्ये एउटा टुक्रा मात्रै बिक्रीमा आएको छ। चार आनाको टुक्रा, पूर्व मोडाको 4 आना टुक्रा भएको जग्गा हो। एकदमै सम्म ठाउँमा छ। यहाँले देख्न सक्नुहुन्छ बस्ती बसिसकेको ठाउँ हो। पानीको सुविधा, बत्ती, बिजुली सबै सुविधा भएको ठाउँ, एकदमै राम्रो ठाउँमा भएको यो जग्गा तपाईँले देख्न सक्नुहुन्छ। ब्याकग्राउन्डमा मैले तपाईँलाई देखाइरहेको छु। र यो जग्गासम्म आइपुग्नको लागि चाहिँ रिङ रोड काठमाडौँबाट लगभग 7 किलोमिटरको दूरीमा छ। यो चापागाउँको मुनि सेराफाट भन्ने ठाउँ हो र यसको पल्लापट्टि चाहिँ भैँसेपाटी छम्पी पर्यो र माथि डाँडोमा चाहिँ यो चापागाउँ हो। जुन एकदमै राम्रो सम्म ठाउँ, बस्ती भएको ठाउँमा चाहिँ यो जग्गा बिक्रीमा आएको छ, 4 आना जग्गा। र यो जग्गासँग सम्बन्धित व्यक्तिले अथवा जग्गा धनीले भनेअनुसार चाहिँ मलाई यो जग्गाको मूल्य चाहिँ पर आना चाहिँ 18 लाख भन्नुभएको छ। र यसमा यदि कोही लिने मान्छेलाई कसैलाई मन पर्यो भने के थोरै मिलाउन सक्ने कुराको, मूल्य मिलाउन सक्ने कुराको पनि जानकारी उहाँले दिनु भएको छ। र यो 4 आना जग्गा तपाईँलाई यदि चाहिन्छ भने पूर्व मोडाको ठ्याक्कै मिलेको यो जग्गा तपाईँले लिन चाहनुहुन्छ भने मैले यो जग्गासँग सम्बन्धित व्यक्तिको नम्बर चाहिँ माथि भिडियोको स्क्रिनमा राखिदिन्छु। उहाँसँग सम्पर्क गर्नुहोला र बाँकी जानकारी तपाईँले आफै लिन सक्नुहुन्छ। र यदि तपाईँ पनि काठमाडौँ, भक्तपुर अथवा ललितपुरमा तपाईँ कुनै जग्गा बिक्री गर्न चाहनुहुन्छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला। हामी तपाईँको जग्गा भएकै ठाउँमा पुगेर तपाईँको जग्गाको विज्ञापन गरिदिनेछौँ। त्यो पनि सित्तैमा, कुनै पैसा बिना हामी सित्तैमा तपाईँको जग्गाको विज्ञापनहरू गरिदिनेछौँ। र मैले आज तपाईँलाई देखाएको यो जग्गा पूर्व मोडाको 4 आना जग्गा, एकदमै मिलेको 4 आना जग्गा, 4 कुना मिलेको सिङ्गल बाटो पूर्व मोडा भएको मैले तपाईँलाई जग्गा देखाइरहेको छु। एकदमै राम्रो जग्गा छ। यदि तपाईँ यो जग्गासँग सम्बन्धित व्यक्तिसँग कुरा गर्न चाहनुहुन्छ भने मैले यो माथि भिडियोको स्क्रिनमा राखिदिएको नम्बरमा चाहिँ कन्ट्याक्ट गर्नुहोला र बाँकी तपाईँलाई मनमा लागेको कुराहरू उहाँसँग कुरा गर्न सक्नुहुन्छ र बाँकी जानकारी लिन सक्नुहुन्छ। र यो जग्गा एकदमै राम्रो जग्गा को बारेमा मैले तपाईँलाई जानकारी दिइसकेको छु।